हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। आज चाहिँ म लङ टाइम पछि भिडियो स्टार्ट गरिरहेको छु, सबैजनाले हेरिदिनु होला। फाइनली पाकिसक्यो मासु। दाल रोटी रोटी पनि छ हो। खाए ल कति मिठो हो खसियो क्या यो मिठो कति गर्यो यार। घरको याद आयो नि सबै सँगै बसेर खान्छ। पसिना तिम्रो हुआ पसिनामा त तिम्रो बसेर हामी देखेको कसको सपनामा आउँछ नराम्रो खुट्टामा हान्दा के ल्याएर त्यस्तै मेरो त कालो मान्छे कालो मान्छे रहेछ। पसिनामा त्यहाँ यति धेरै गर्मी छ नि बुटोलमा खाँदा खाँदा पसिना चुइन्छ क्या यति धेरै नाइटमा दिनदिनै पहिला खान बुटोलमा त हावा लगाएर भन्न मलाई उडाएन अस्ति यति रोटी खाउँ न गरम पसिना छुट्दै खाने होला। मिठो छ यो पसिना छ भनेको हाल्दैछु उठी थाल्दा खान्छ छाला नखाने हड्डी पनि नखाने रोटी खाउँदा रोटी मकैको पिठो हो। ए होइन यहाँ चामलको पिठो हो सेलरोटी बनाउनु ढङ्ग नपुगेर डम्बा रोटी बनाइदिएको हामीले पनि यस्तो हेभी भयो बनाएको फेरि मैले भान्से उहाँ हो हामी डुल्वा मान्छे आमा डुल्न गएर आएको खानु डुल्छ ए नजिन्दै नै पकाउँछ हामी त खाने मात्र नि मिठो पकाउँछु अनि मलाई मासु पकाउन भन्छ नि जहिले हामी फेरि खाने मात्र हो। खाने भाँडा मान्ने भात धेरै खायो भने नभन्दै थोरै हामी थोरै थोरै खाएर यिनको भात त यता छेउतिर है देख्छु मेरोमा धेरै देख्छ क्या खाएछ मेरो भात मासु लुगाइन यिनले पनि लुगाइन यता खान्छ मासु मासु अयो चट्ट मासु खान्छु कप खाऊ अन्य हुन्छ सपनाले मासु मासु खोज्यो मलाई नि छाला रड्डी मनै पर्दैन मासु मात्रै मनपर्छ क्या। तिमी बुढाबुढी भयो कि तिम्रो दाँत छैन दाँत झराउ दाँत चाहिँ छ
चम्मानी चल आठ गरिस सबै जे पनि पार्छ गर्मी भयो गर्मी पसिना चिन्जी हमेर हाल्न पसिना बुझ्दै खानु बुटुलको हालत त्यस्तो छ के गर्नु गर्मी छ खानै पर्छ के भयो अब तिमीहरू भिडियोमा देखिने हो डराउँछन् हाम्रो सानो बहिनीहरू छन् कि उता भात खानु भिडियोमा भन्दा देखिन्नन् खानुपर्छ बिस्तारै नाप्दैन मिठो छ भने हो अनि त्यसपछि आमा गरौँ खानमा खाएर कसले रोटी खाइरहन्छु यतादेखि जाऊ क्या टेक्नोलोजी यार खानु त खायो गाई पसिना छोरी छोरी मुखबाङ गर्ने बेला मैले भ्याउने रहेछु क्या जस्तै यति दिन रहेछ खानामा त फर्स्ट हो कि काम गर्नमा लास्ट भए पनि लास्ट हो हामी यति अल्छी छौँ नाचेर खाउँ न आफ्नै त हो खाएर कहाँ जाने हो र अनि रक्सी खाम भन्ने आउँछन् कसले डराउँदैको क्या ए तर एक्लै भयो भने डर त लाग्छ सबै एक्लै बस्छौँ मिलेर खान्छौँ बिहानै बेलुकै सबै मासु गरेछ त्यो एक बिउता पऱ्यो त्यही भन्दा नि हड्डी हाल्ने खाना तिमीलाई त्यही भएर मन पऱ्यो अरे नि सिजन नै आउनु लाग्यो मलाई त पिरो भएर यति पनि पिरो उठे हाल नि चाउचाउ तिनवटा खानु न सँग पिरो चाउचाउ अनि त्यो भएन नि तिमीलाई यतिको त नर्मली हो ल आजको भिडियो यति नै